भन्दै दिन काटे पछि पक्कै सुख होला भन्दै दिन काटे तिम्रो याद नगरेर हे प्रभु आफैलाई ढाँटे ए राम भुलियो श्याम भुलियो किन होला यो संसार यति गुलियो राम भुलियो श्याम भुलियो किन होला यो संसार यति गुलियो राम भुलियो श्याम भुलियो किन होला यो संसार यति गुलियो सबैले ताली बजाउनु होला जय हो हरे राम भुलियो श्याम भुलियो किन होला यो संसार यति गुलियो हे राम भुलियो श्याम भुलियो किन होला यो संसार यति राम भुलियो श्याम भुलियो किन होला यो संसार यति गुलियो राम भुलियो श्याम भुलियो किन होला यो संसार यति गुलियो हरि किन होला यो संसार यति गुलियो किन होला यो संसार यति गुलियो हरि बोलो सच्चिदानन्द भगवानको अगाडि भन्नुहुन्छ हे अहिलेसम्म परिवार पाल्न मात्रै ठिक 80 वर्ष भयो त्योभन्दा धेरै माथि जानै सकिएन परिवार चलाउन मात्रै ठिक्क भो बाबु भन्नुभएको थियो हे अहिलेसम्म परिवार पाल्न मात्रै ठिक हे जति भानी नपुगेर भएको छु म दिक्क हे झुटो संसार भगवानको नाम मात्रै रहेछ अपार झुटो संसार भगवानको नाम मात्रै रहेछ अपार झुटो संसार भगवानको नाम मात्रै रहेछ अपार भगवानको नाम मात्रै रहेछ अपार झुटो संसार भगवानको नाम मात्रै रहेछ अपार झुटो संसार भगवानको नाम मात्रै रहेछ अपार हे झुटो संसार भगवानको नाम मात्रै रहेछ अपार हे भगवानको नाम मात्रै रहेछ अपार भगवानको नाम मात्रै रहेछ अपार बोलो कृष्ण कन्हैया लालको पुलिस लागेपछि पछुतो मात्रै हुन्छ अरे त्यही भएर बेलैदेखि भगवानको शरणमा पर्यो भने पछुतो मान्नु पर्दैन यही सन्देश हो अब दुईटा टुक्का छन् हे छोरा छोरी हुर्केपछि सुख होला ठाने हे छोरा छोरी हुर्केपछि सुख होला ठाने परिवार र पैसा मात्रै ठुलो मैले माने हे अब तिम्रै भर अरू मेरो को छ र अब तिम्रै भर अब तिम्रै भर अरू मेरो को छ र अब तिम्रै भर
भगवानको। हे पैसा कमाउँदासम्म परिवार खुसी, हे पैसा साथमा हुँदासम्म परिवार खुसी। ए बुढो भए दुःख पाए रुन्छु लुकी लुकी। ए अन्त नजामन श्रीमन्नारायण भन अन्त नजामन श्रीमन्नारायण भन अन्त नजामन श्रीमन्नारायण भन अन्त। हरि बोल। सच्चिदानन्द भगवानको कथा सुन्नुभयो, बुढाबाको कथा। यो हामी सबैको कथा हो, त्यही भएर हामी बेलैमा सचेत हुनुपर्छ, बेलैमा राम्रो कर्म गर्नुपर्छ भन्ने सन्देश हो। यहाँले अत्यन्त प्रेमपूर्वक श्रवण गर्नुभयो, धेरै धेरै धन्यवाद छ। र यता मैले देखिरहेको छु मेरो पछाडि साना साना भाइहरू आउनुभएको छ भजन गाउन भनेर। यो अत्यन्त ठुलो कुरा हो, खुसीको कुरा हो। सानैदेखि सङ्गीतमा रुचि हुनु भनेको, भजनमा रुचि हुनु भनेको यो अत्यन्त ठुलो कुरा हो। एकपटक साना भाइहरूको लागि जोरदार तालीले सम्मान गरौँ। यो हौसलालाई हामीले जगाउनुपर्छ, यो हौसलालाई हामीले बढाउनुपर्छ। आजका बच्चा भोलिका यिनै ठुला मान्छे हुने हुन्, यिनैले देश हाँक्ने हुन्। यिनैले राम्रो गरे भने संसारमा सबैतिर राम्रो यिनैले गर्दा हुन्छ। त्यही भएर बच्चाहरूलाई हामीले हौसला दिनुपर्छ। यिनीहरूको प्रस्तुति हामी श्रवण गर्नेछौँ, सबैले साथ दिनुहोला। त्यस पछाडि फेरि हामी आउनेछौँ। जय श्री राधे। छिटो गर बाबुहरू।
ऊ